नमस्ते साथीहरु। गुन्द्रुक अमिलो। ढेँडो साग। फर्स्ट टाइम खानु नपाकेको हो क्या। खाँदिन नले बात लाग्छ खानु नि बोले दिन्थ्यो यसरी पिरो आयो टेकिङ पैसा दिनुपर्ने देखि पछि मान्छे आउँछ रातो नि छ है अत्र टोका दिन्छ दाना ल्याएर त्यो दाना बेच्नु अमिलो चुचुले त कहिले खाएको छैन होला। मैले दही बनाएको पानी भएको नानी भएको तल देशमा पिरो पिरो अमिलो। फर्स्ट टाइम ढेँडो खाएको है साथीहरु। फर्स्ट टाइम मिठो हुँदो रहेछ। कोदोको चाहिँ खाएको थिएन। माया नगर्नु ल साथीहरु, म चाहिँ यहाँदेखि उता भिडियो स्पिडमा लाउँछु किनकि हैन त्यही हो रिपिटेसन खायो। खोर्सानी साग झोल ढेँडो बीचबीचमा चाहिँ स्लो मोसन छ साथीहरु। म त्यहाँनिर तपाईहरुले के भन्दाखेरि बीचबीचमा स्लोली खाएको पनि छ है। यो चाहिँ मोही है साथीहरु, मोही पनि अमिलो भएछ हैन। अलिकति ल्याएर टेस्ट गरी हेरेको कस्तो हुन्छ होला भनेको मिठो भयो। त्यहाँदेखि त लाउँदै खाँदै अगाडिपट्टिबाट बनाएको नि त भिडियो। भ्लगहरु बनाउँदा यस्तो भिडियो बनाउँदा चाहिँ अगाडिपट्टिबाट बनाएको चाहिँ राम्रो हुँदैन है, क्लियर पनि हुँदैन। स्ट्यान्ड कहाँ पुग्यो लास्ट बाइटै साथीहरु। के गर्नु, कोदोको ढेँडो कहिले खाएको थिएन जन्मेदेखि। मकैको चाहिँ खायो बुढा घरमा हैन। कोदोको चाहिँ फर्स्ट टाइम खाएको नि। बिचारा मम्मीले खोजेर ल्याइदिएछ गाउँदेखि। हाम्रोमा चाहिँ रोप्दैन नि त। कति मिठो लाग्यो। मम्मीलाई धेरै धन्यवाद भन्न चाहन्छु म चाहिँ यहीँबाट। मैले यतिर छेउमा पनि भने ल बाई साथीहरु, थ्यांक यू सो मच फर वाचिङ फुल भिडियो। माइन्ड नगर्नु ल साथीहरु काटेकोमा।